ओम श्री परमात्मने नमः। विघ्नेश्वराय वरदाय सुराप्रियाय लंबोदराय सकलाय जगद्धिताय नागाननाय श्रुतियाज्ञ विभूषिताय गौरेशुताय गणनाथ नमो नमस्ते। राधे राधे। भागवत टिभी युट्युब च्यानलमा देश तथा विदेशबाट हामीलाई हेरिरहनुहुने सम्पूर्ण भक्तजनहरूमा यथायोग्य नमन अनि हार्दिक स्वागत गर्दै आज म हजुरहरू समक्ष उपस्थित भइसकेको छु जान्नै पर्ने विषयवस्तुलाई लिएर। तपाईँ हामी घर परिवारमा बस्दा झै झगडा हुने, पति र पत्नीको मिलन नहुने, दरिद्रता हुने, रोगी हुने कारणहरू लिएर उपस्थित भएको छु। यसको मुख्य कारण रहन गएको छ वृक्ष। हाम्रा घरका अगाडिपट्टि हामीले बिरुवा लगाउँछौँ र ती बिरुवाहरू कतिपय बिरुवाहरू जानेर लगाएका हुन्छौँ, कतिपय नजानेर। ती बिरुवाहरूले पनि फरक पार्दछन्। त्यस कारणले गर्दा घरका अगाडि कस्ता बिरुवा लगाउने कस्ता नलगाउने हामीले साह्रै ध्यान दिनुपर्छ। तपाईँ हामीले हाम्रा घरका अगाडि 5वटा वृक्षहरू रोप्यौँ भने हाम्रो घरमा राम्रो हुन्छ र 5वटा वृक्षहरू रोपेनौँ भने हाम्रो घरमा राम्रो हुन्छ। 5वटा वृक्षले शुभ फल दिन्छन्, 5वटा वृक्षहरूले अशुभ फल दिन्छन्। के हुन् त ती वृक्षहरू? आउनुहोस् जानकारी लिउँ। सर्वप्रथम पिपल। पिपलमा अक्सिजन प्रचुर मात्रामा हुने भएकाले गर्दा घरका अगाडि पिपलको वृक्ष रोप्नु शुभ फल दिनेछ। शनिबारको दिन पूजन गर्नाले शनि देवता प्रसन्न हुनुहुन्छ, भगवान विष्णु पनि खुसी हुनुहुन्छ। पिपलको स्पर्शले लक्ष्मी प्राप्ति हुन्छन्। पिपलको वरिपरि परिक्रमा गर्नाले आयु लामो हुन्छ। त्यस कारणले गर्दा पिपलको वृक्ष घरका अगाडि रोप्नुपर्छ। अझै त्यो पिपलका वृक्षका पत्ताहरू जलाशयमा खसो यदि पानी भएका ठाउँमा भने पितृहरू प्रसन्न बन्दछन्, अझै त्यो पनि राम्रो। दोस्रो नम्बरमा अमला। अमलाको वृक्ष घरका अगाडि रोप्नु शुभ फलदायक छ। श्रीमान र श्रीमतीमा झै झगडा हुन्छ भने अमलाको वृक्ष लगाउनु होला। अमला फल्न थालेपछि त्यो वृक्षका कारणले गर्दा पति र पत्नीमा मिलन हुन्छ, पापबाट पनि मुक्त प्राप्त गर्दछौँ। र अमलाको वृक्ष छ घरका अगाडि भने दैत्यहरू दानवहरू आउँदैनन्, दैत्य दानवहरू पनि पलायन हुन्छन्, भाग्दछन्। नम्बर 3 पाखरी। महायज्ञ गरेको फल प्राप्त हुन्छ यदि पाखरीको वृक्ष घरका अगाडि लगायौँ भने। त्यसै गरी नम्बर 4मा रहेको छ अशोक वृक्ष। मनमा यदि अशान्ति भयो भने, मनमा शोक पर्यो भने अशोकका भेदमा गएर बस्नु, शोक दूर भएर हटेर जान्छ, परिवारमा मिलन पनि हुन्छ। अनि नम्बर 5मा रहेको छ जामुन। यदि जामुनको वृक्ष लगाइयो भने लक्ष्मीको प्राप्ति हुन्छ, घरमा सम्पत्ति बच्नेछ। लक्ष्मी माता हाम्रा घरमा सधैँका लागि आएर बस्नुहुन्छ र छोरीको जन्म हुन्छ। तपाईँ हामीलाई छोरीको कामना छ, घरमा छोरीको जन्म भए हुन्छ भन्ने लाग्छ भने जामुनको वृक्ष घरका अगाडि लगाउनुपर्छ, छोरीको जन्म हुन्छ र घरमा शुभ फल दिने यी वृक्षहरू घरका अगाडि लगाउने। अब यी वृक्षहरू झुक्किएर पनि लाउनु हुँदैन। घरका अगाडि यदि लगाइयो भने अशुभ फल दिन्छन्। ती वृक्षहरू यदि छन् भने आज नै तिनीहरूलाई उखेलेर या काटेर फालौँ। तर याद गर्नुहोला, ती वृक्षहरू हटाउँदा जरो पनि निकाल्नु पर्ने हुन्छ। यदि जरो मात्रै पनि रह्यो भने त्यसले अशुभ फल दिन्छ, नराम्रो परिणाम दिन्छ भने। नम्बर 1मा छ ताडिक। सन्तानको उन्नतिमा बाधा पुग्छ। केटाकेटीले राम्रो पढ्न, राम्रो नम्बर ल्याउन सक्दैनन्। नम्बर 2मा रहेको छ बर्रो। बर्रामा चाहिँ बर्रोको रुखमा चाहिँ प्रेतको बास हुन्छ। त्यस कारणले गर्दा घरमा केटाकेटीहरू बिरामी भइरहने,
रोग लागिरहने, हस्पिटल कुदाइरहनु पर्ने, धामिका लिएर गइरहनु पर्ने परिस्थिति हुन्छ। बर्रोको रुख घरको अगाडि छ भने बर्रोको फेदमा बसेर जप पाठ पूजा केही पनि गर्नु हुँदैन, फल पाइँदैन। घरमा मात्रै होइन, अन्यत्र स्थानमा पनि बर्रोको फेदमा बसेर पूजा पाठहरू केही गर्नु हुँदैन फल प्राप्तिका लागि। नम्बर 3 मा रहेको छ बयर। बयरमा काँडा हुन्छ। काँडाको वृक्ष घरको अगाडि राम्रो मानिँदैन। अनि बयरको वृक्ष छ घरका अगाडि भने धनको नाश हुन्छ, परिवारमा झगडा हुन्छ। त्यो चाहिँ बयरको वृक्षले गराउने हो परिवारमा झगडा। त्यही भएर बयरको वृक्ष छ भने हटाउनु होला। नम्बर 4 मा रहेको छ टिक अथवा रङकाठ। परिवारमा विपत्ति पर्छ, काममा बाधा आइपर्छ, मानसिक चिन्ता ल्याउँछ। त्यस कारणले गर्दा टिकको वृक्षलाई पनि हटाऊ। नम्बर 5 मा रहेको छ मेवा। अत्यन्तै खानका लागि मिष्टान्न हो, यो हाम्रो शरीरको लागि आवश्यकता पर्छ। तर मेवाको वृक्ष घरको अगाडि छ भने त्यसले दरिद्रता ल्याउँछ। पारिवारिक सुखमा चाहिँ यसले के गर्छ, बाधा पुर्याउँछ र घरमा भएको शान्तिमय वातावरणलाई अशान्तमा ल्याउँछ। त्यस कारणले गर्दा मेवाको वृक्षलाई पनि राख्नु हुँदैन। अनि हामीले ध्यान दिने कुरा, घरमा कुनै वृक्ष सुक्यो भने त्यो सुकेको वृक्षलाई पनि राख्नु हुँदैन। मरेको अथवा सुकेको वृक्षलाई निकालिहाल्नुपर्छ, त्यसले पनि अशुभ फल दिने गर्छ। त सज्जन, हामीले शुभ अनि अशुभ फल दिने यी वृक्षहरूका बारेमा सुन्यौँ। आजैका दिनदेखि तपाईँ हामीले यी वृक्षहरूलाई राखौँ, घरका अगाडि रोपौँ जसले शुभ फल दिन्छन्। यी वृक्षहरूलाई नराखौँ जसले शुभ फल दिँदैनन्। हवस् त, श्रीहरि आजलाई यति नै।